हेलो गाइज, स्वागत छ तपाईँलाई। म आज एउटा मेरो पाहुनासँग भेटाउँदैछु। हाम्रो पाहुनाजी इन्ट्रोडक्सन दिनु न त जापानिज। मेरो नाम कस्तो जापानिज हो र जापान सेलिना घिमिरे हो मेरो नाम। म त नेपाली हो। म त नेपाली। हामी चाहिँ के हो र, हामी चाहिँ अहिले कहाँ आएको घुम्न? हामी यहाँ थाहै छैन किचोजी पार्क। किचोजी पार्कमा आएको, तर लान चाहिँ मलाई सुरुमा कहाँ लानुभयो। किचोजी पार्क भनेर चाहिँ हामीलाई चाहिँ कुन चाहिँ त्यो नेपालको त्यो बच्चा बच्ची खेल्ने यता टोक्रो पार्क ल आयो रे क्या मलाई त। अनि पछि मैले फेरि म्याप हेरी बिचरा मैले खोजी लिएर आइदिएँ। मैले बिचरा हराउनु भएको थियो। मैले फेरि बिचरा भनेर ल्याइदिएँ। साकुराले यहाँ यस्तै साकुरा देखाइदियो है। यस्तो है काम केही छैन, टिकटक बनायो बस्यो। टिकटक पनि जिन्दगीमा दुईटै नबनाउनेले टिकटक बनाएर बसिरहेको। यस्तो डुङ्गा खेलौँ भनेको होइन, नखेलौँ मलाई डर लाउँछ यताउति भन्नुभयो। के डर लाग्दैन अहिलेसम्म त अहिले भिडियो अन गरेपछि यस्तो यस्तो हैन हौ। खेलियो ल त्यहाँको जगदीशपुर तालको मलाई त्यस्तो मन पर्दैन हौ बोटिङ। यहाँको खेलियो मलाई बोटिङ मन यो भनेको डर लाएर यस्तो हो। म फर्स्ट होइन पोखरा जाँदाखेरि म योभन्दा पहिला पोखरा जाँदा म 2 घन्टा बोटिङ गरेको। त्यहाँदेखि हेटेस्ट मेरो बोटिङ। अनि 2 घन्टा बोमिट गरे होला त्यही भएर बोमिट गरे होइन यस्तो है। यहाँ चाहिँ हामी खास यस्तो हरि भिडियो सिडियो घुम्ने भनेर आएको। ग्रिनेरीमा फोटो खिच्छ। हेर्नु न यहाँ कस्तो सिनेमेटिक, कस्तो छ भ्यू, कस्तो है यहाँ। यस्तो सुकेको बाँस, अर्को सुकेको मान्छे यहाँ। म त हिरोइन जस्तो फेरि हिरोनी खै हिरोनी एकचोटि हिरोनी हाम्रो भाउ चाहिँ हिरोनी दिए ल। यस्तो हिरोनी हेरेको ल है। यस्तो हो बुटो, यही बुटो हेर्न बसेको हामी यत्रो फेरि। यस्तो है अरूले गरेको बोटिङ पनि हेरेको, यहाँ बुटो पनि हेरेको, यी ढलेको बुटो यस्तै यस्तो हो। झ्याउला के गर्ने के नि भनेर भाउजूले ल भ्लग भन्नु हो, भ्लग बनाइदिएँ मैले। हेरेँ अन्त त्यो झ्याउलाई भ्लग बनाउने कि ल हिजो आज छोड्छु भनेको भाउजूले। मैले 1K सब्सक्राइबर बनाउँछु भन्दा अब मेरो यस्तो हो कि म भन्छु के भन्छ अरे मेरो अब पहिला 5 लाइक आउँथ्यो। अब फेरि नहेर्नु न यहाँ त मैले 20 पुग्छ अनि 1K पुग्छ नि त। अब चाहिँ भाउजूले चाहिँ मलाई भाइरल गरिदिनु भन्नुभयो। मलाई भाइरल गरिदिनु तपाईँले। फेरि केमा हो, घरमा त किन्दैन कसैले। अझ भाइरल छिरेको ल थकलाई मजा। यस्तो हाम्रो चाहिँ यहाँ भ्लग। केही जाओस् न त ल भ्लगमा। तपाईँ निहङमा केही शब्द भनिदिनु त हजुर। केही 2-4 शब्द के शब्द के उरुसाई ल तपाईँलाई आउने शब्द क्या निहङमा क्या गोमेन यही हो। दुइटा त्यही भनिसक्नु भयो, गोमेन उरुसाई। अहिले फेरि भाउजू नर्समा काम गर्छ, नर्समा गाली गर्छ भन, त्यही म केही भन्दैन। नर्सिङ कोर्टमा फेरि गाली गर्छ जापानिजको मलाई फेरि अहिले। हाम्रो सिन यस्तो हो, फोटो खिच्ने सिन यस्तो है। त्यहाँ उभिने अवस्था आउँदैछ फोटो। राम्रो उस्तो बुटो र भाउजूको शरीर उस्ता क्या फेस उस्ता उस्तै है। सुकेको ट्याक्कै यस्तो हो। के फोटाइदिने भिडियोबाट मिल्दैन। यस्तो हो हाम्रो यी भ्लग। केही जान्छ न भ्लगमा अहिले त भन्दै हुन्छ भ्लग ल त्यो भ्लगलाई 5 लाइक आउँथ्यो प्लिज सबैलाई 100,000 गर्दै मिलियनमा पुऱ्याइदिनु न त। मिलियन त असम्भव। यस्तो मलाई चाहिँ के हो र यो म त नर्भस भए। नर्भस त फर्स्ट टेकमै बनाएको कि झ्याउला र के गर्ने के भयो। भाउजूले भ्लग भन्नुभयो, तपाईँको भ्लगमा ल्याइदिनु पर्ने भयो मलाई भन्नुभयो। त्यही भएर मैले भ्लगमा ल्याइदिएको भाउजूलाई। अब चाहिँ 2 जनाको भ्लग आउँछ अब एकदम। घर गएर चाउमिन बनाएको त्यो पनि एड गर्ने यसैमा ल चाउमिन बनाउने हो, मोमो बनाउने हो। कसले बनाउने हो? तपाईँले बनाउने हो। यस्तो हेर्नु यस्तो हुन्छ भाउजू भने। भाउजू भनेको यस्तो हुन्छ नि, यस्तो भाउजू कसैको हुन्छ किन कमेन्ट गर्नु फेरि। यस्तै हुनुहुन्न हेर्नु यस्तो आउन पाएन एक दिन भयो। मलाई यस्तो भन्नुभयो। मलाई चाहिँ अब ऊ चाहियो, मलाई जस्टिस चाहियो है गाइज। जस्टिस हाम्रो मलाई हात लेखाएको आई वान गोमेन्टले सरी गोमेन्टको हामी भन्नुहुन्छ। यस्तो हाम्रो भ्लग। अब चाहिँ के गर्ने हामी? अब चाहिँ हामी अब चल्दिने लाग्ने हो। आगो धेरै बेर होइन 20 मिनेट भयो। साकुरा पनि फुलेर कोही टोकियोमा आउँदै हुनुहुन्छ नि पार्कमा, यहाँ आउनु होला। एकदम स्वागत। यहाँ के लिएछ भाउजू?
थाहा छैन हो कस्तो पढ्न भनेको र भन्नु न एकछिन किन रहेछ काता गाना हिरा गाना त अलिअलि आउँछ काता गाना त त अगाडिको कोही न हिरा गाना आइछ अगाडिको कोही न खान्जी सरी आई एम सो सरी आई कान्ट रिड इट आई एम सरी ओए फेरि इङ्ग्लिस फेरि न हाम्रो भाउजू फेरि आइएल्स दिएर आइएल्स पास भएर अब यहाँ जापान आउनु हो फेरि होइन के भन्छ डिपेन्डमा आउनु हो नि त बिचरा अनि उहाँ बिचरा दाइले चाहिँ म जान्न अस्ट्रेलिया यहीँ जापान आउँछु म तपाईँको माया धेरै छ म जान्न भनेर चाहिँ जापान आउनु भएको भाउजू होइन र भनिदिनु न अलिकति मान्छे ऊ है छैन तिम्रो भाउजू त बहुत राम्रो रहेछ भन्छन् हामी हिँडेको थियौँ ब्यागै नलिकन हिँडिदिनु भएछ कि भाउजू फेरि ल यस्तो हल्का अलि फेरि हल्का हल्का बिर्सिने बानी छ कि भाउजूको फेरि कुन दिन मलाई नि बिर्सिने हामीलाई नि बिर्सिने सबलाई अघि जाइरो काट बिर्सेर आइदिरहेको कि ल अनि कहाँ उहाँ आधी बाटोमा आएपछि बल्ल फर्क यो त दाइले देख्नु भयो नि दाइले पनि गाली हुन्छ दाइलासँग भने होइन जाइरो काट बिर्सिन भनेर अब दाइले यसले त सब यसलाई त यसलाई लर हिँड्न भन्नुहुन्छ अहिले यस्तो हामी चाहिँ फर्किन्छौँ फर्किन्छौँ हामी 20-25 मिनट बस्यौँ फक्कटमा यत्रो नुहाएर जाडोमा नुहाएर आएर कामै चिसो मात्रै भयो यस्तो है सिनी साकुराको यस्तो है यति राम्रो वाउ सो ब्युटिफुली यस्तो है हाम्रो यस्तै वा कति राम्रो हेर्नु त टोकियोको यो भन्दा मेरो त ओसाकै राम्रो थियो साँच्चै बाजेले के गरिरहनु थियो मलाई त जापानै मन पर्दैन सबैभन्दा पहिलो कुरा अब जानियो फेरि आयो सके जानु अस्ट्रेलिया जानु दाइरो लानु म पनि पछि बिहा गरेर आउँछु म पनि लैजाऊ भन्छु कसैलाई लगेजमा बसेर जान्छु म यस्तो सिन चाहिँ अब चाहिँ हामी चल्दैको यहाँबाट हामी जान्छौँ अब गाइज अब तपाईँलाई म सरसर देखाउँछु आजबाट मेरो भिडियो कन्टिन्यू हुन्छ भाउजूले है मलाई नि भाइरल गरिदिनु भन्नु हो त्यही भएर किन अब यस्तै हो हाम्रो चाहिँ यस्तो भइरहेको छ अब कन्टेन्ट अब आइरहेको छ अब रुममा भाउजूले भात पकाउनुहुन्छ अनि म भिडियो बनाउँछु कन्टेन्ट यस्तो मान्छे त हुनु है जस्टिस यस्तो हुनुपर्छ नि है यस्तो हो अब हामी चाहिँ गइन्छ अब सर यस्तो है हामी चाहिँ अब चाहिँ हामी पार भयो हामी चाहिँ उकालो चढ्दैछौँ कि हाम्रो चाहिँ यहाँ यस्तो उकालो है ए हाम्रो उकालो यहाँ यस्तो है यस्तो डाँडामा भाउजूलाई मैले लिएर आइसकेँ उकालो त आइसकेँ यो थाक्नु थियो बिचरा मैले त्यहाँबाट उठ्यो घोडाहरू पनि थियो घोडामाथि लिएर आइदिएको यहाँसम्म यस्तो उकालो थियो मैले चाहिँ बुकाएर ल्याइदिएको बिचरा हिँड्न सकेन भन्नु थियो त्यही भएर हामी जान्छौँ भाउजूले चाहिँ थाहा छैन कहाँ आउँछ नि मलाई थाहा मसैले यहाँ लिएर लानुपर्छ थाहा भन्नु हाल चाहिँ अब भिडियो अन गरेर थाहा भन्नु थाहा छैन मलाई थाहा ए हामी चाहिँ अब हिँड्दैछौँ सर र यस्तो है टोकियोको सिन यस्तो है गाई जी लडाइँ गर्न हुन्छ देख्नु पनि मसँग यस्तो है यस्तो हामी चाहिँ अब जान्छौँ के पकाउनुहुन्छ पकाउने मलाई भन्दा म त पकाउन सुकिन्छ गर्नु पुग्छ अब हामी हिँडेको तपाईँले यस्तो नेपाल गएर त्यही अब नेपाल गएर अब अरू केही नभए त्यही भन्छ नेपाल गएर हामी चरपटे बेच्नेको लाइसेन्स छ अरे सर्टिफिकेट छ अरे भइहाल्यो यस्तो हामी चाहिँ अब जान्छौँ तपाईँलाई म अब रुमतिर जाने बेला देखाउँछु हामी आइसकेको छौँ नि सपिङ गरेर यताउति के गरेर यहाँ भाउजूलाई भोक लाग्यो यहाँ बाइक हानिसक्नु भयो पुरै भोक लागेर एक्लै बाइक हानिसक्नु भयो नि अब चाहिँ हामी यस्तो अब हामी रुमतिर जान्ला हामी यस्तो भयो यहाँ पार्टी भन्यो यहाँ प्लास्टिक छ प्लास्टिक सबै कुरा अब मलाई ट्याक्क खाने ब्रेड यहाँ पुरै अब भोक्ला लास्टै भयो भने रुनु हो अनि मैले घर पसल लगाएर ल्याइदिएँ अनि अहिले खाँदै हुनुहुन्छ यति नै भइरहनु है त्यही भएर अब चाहिँ हामी जाँदै अब चाहिँ हामी सरलाई गएर पकाउँदै खान्छौँ गाइज यहाँ चाहिँ हाम्रो बन्दैछ है भाउ चाहिँ यत्तिकै बस्नु भाउ चाहिँ छिना बस्नु है भाउजूलाई मैले केही गरेर छैन केही गर्न भने छैन अहिले चाहिँ फेरि
डिस्कन्टिन्यू भइसक्यो अहिले चाहिँ मलाई याद आयो हाम्रो चाहिँ यहाँ पार्टी हुँदैछ है अब उहाँ त्यत्रो घुमेर आएर झ्याउला घुम्न यस्तो कति मिठो मैले बनाएको म त कुकै बनाउनु भइरहेको अब मास्टर सेफ गर्नुभयो भने पढ्छु अब। नेपालको केही नभए एउटा होटेल खोल्छ म चटपटे बनाउँछु त्यसमा तपाईँले चाउमिन बनाउनु अनि मोमो बनाउनु डिग्री खान चाउमिन चटपटेको त मलाई पनि बनाउन आउँछ तपाईँसँग डिग्री खान हँ? डिग्री खाएर अरू भने होइन र त्यहाँ मसँग हस्पिटलको लाइसेन्स यस्तो हो अब हामी चाहिँ पछि चाहिँ अब कसले खाने कम्पिटिसन के कसले खाने कम्पिटिसन के हुन्छ पछि गर्ने हो अहिले त नगर पछि गरौँ ल ल यस्तो हाम्रै हेर्नु हाम्रो चाहिँ खानु कि के भएर हाम्रो चाहिँ रेडी भइसक्यो यस्तै अब चाहिँ हामी खान्छौँ आजको हाम्रो कन्टेन्ट चाहिँ यही हो भ्याइयो अब चाहिँ पछि चाहिँ के कस्तो कन्टेन्ट आउँछ भाइ हाम्रो रक सिजर पेपर भन्दै कस्तो भन्दै खाने बेला के पनि कन्टेन्ट आउँछ हाम्रो कन्टेन्ट यति भने हामी बिदा हुन्छौँ